हेलो नमस्ते विवान सबैलाई नमस्ते। म आज मेरो यो पहिलो भ्लग हो, पहिलोचोटि बनाउँदैछु। के बनाऊँ कस्तो गरौँ के कसरी बोलौँ भइरहेछ। म आज माल्टाको एकदम फेमस बिच, यसलाई भन्छ पिटर पुल, यहाँ छु। अहिले चाहिँ विन्टर चलिरहेको छ। अहिले टेम्परेचर लगभग 15-16 को हाराहारीमा होला। त्यही भएर यहाँ मान्छेहरू अहिले चाहिँ कोही छैन, मान्छेहरू जिरो छन्, मान्छेहरू कोही छैनन्। अब 1-2 महिनापछि चाहिँ यो ठाउँ पुरै भरिन्छ। यो त्यहाँ देख्नुहुन्छ, त्यहाँ तार जालीहरू रेडी बनाएर राखिरहेको छ। पछि मान्छेहरू यहाँ तल गएर नझरोस् भन्ने तरिकाले। यो माल्टाको एकदम फेमस बिच, फेमस। यहाँ युरोका लगभग एक फेर माल्टामा जब आउने मान्छेहरू यहाँ एकचोटि चाहिँ यहाँ आएर गएकै हुन्छन् क्या, यो ठाउँमा आएकै हुन्छन्। किनभने उनीहरूले नि त्यत्तिकै आउँदैन क्या, तिनीहरू आउँदाखेरि। जो मान्छे पनि घुम्न आउँछ यहाँ माल्टामा आइसकेपछि माल्टाको कुन कुन फेमस सिटी छ भनेर पहिले नै उनीहरूले रिसर्च गरेर आउँछन्। त्यही भएर चाहिँ 30 मध्ये माल्टाको 5 फेमसमा यो चाहिँ लगभग नम्बर 3 मा पर्छ क्या। किनभने यहाँ चाहिँ यो पुरै नेचुरल छ क्या, कस्तो नेचुरल छ, राम्रो छ, एकान्त रमणीय। मेरो एउटा बाजे छ, ऊ त्यहाँ बाजे माछा मारेर बसिरहेछन्। अहिले चाहिँ यहाँ बाजे र म मात्रै हो। बाजे र मलाई मात्रै अहिले समर लगाइरह, अरू सबलाई विन्टर लगाइरह। बाजे र मलाई चाहिँ समर लगाइरहेछ। म नजिकै गएर देखाउँदैछु। यो धेरै डेन्जर छ। मान्छेहरू त्यहाँबाट जिम्नास्टिक हान्छन् क्या, त्यहाँबाट दौडिँदै आएर। मसित रेकर्ड गरेको एउटा भिडियो त थियो, तर मैले थालेँ। मान्छेहरू त्यहाँबाट यहाँ हान्छन् कि, यहाँ जम्प हान्छन् क्या, त्यहाँ माथिबाट यहाँ झन् हान्छन्। अहिले क्यामेरामा त खासै राम्रो देखिया छैन, तर रियलमा यो साह्रै राम्रो छ। यसलाई भन्छ पिटर पुल। त्यो आउँछ बाजेले माछा भरेछ नि क्या, बाजेले एउटा माछा ल्याउँदा भनेर माग्नु पर्छ के दिन्छ। यति चुत्ती आउँछन् यिनीहरू, तर यिनीहरू सम्पन्नशाली पनि हुन्छन् हुन त। तर यिनीहरूको पेसा हो कि के हो मैले आफैले बुझ्न सकेँ होइन। यिनीहरूको आफ्नै घरमा अब यिनीहरूले एउटा माछा किनेर खान सक्दैन नि त, सक्छ नि सक्नु त। तर यिनीहरूलाई यो माछा मार्न अनि यस्तै बिचमा आएर बस्न यिनीहरूलाई एकदम प्रसन्न हुँदो रहेछ क्या, एकदम आनन्द हुँदो रहेछ कि। त्यही भएर यिनीहरू आउने अनि यहाँ टाइम पास गर्ने गरिराख्छन्। नत्र एउटा खुबै मारे यसले यो यस्तो गहिरो ठाउँमा बल्छी अरे त्यो के भन्छ त्यसलाई, यसलाई तान्ने कुरालाई मैले बेसी यहाँ अर्कै भिडियोमा सम्झेर बनाउँछु। अनि योबाट खुबै पऱ्यो भने 4वटा 5वटा पर्ला, तर 5वटा यसलाई के होला र यसलाई। अब यसको नि फ्यामिली होलान्, एउटा 2टा त पक्कै बालबच्चा होलान्। तिनीहरूलाई कति दिनु। अब टाउको कसैलाई मनपर्छ, बच्चाहरूले टाउको मन पर्दैन, टाउको खाँदैनन् होला। अब बुढोको भागमा त्यही टाउको होला। टाउकोमा अब आँखा पनि फाल्नु परिहाल्यो, त्यही छ। तर जे भए पनि ठाउँ राम्रो छ, मलाई चाहिँ एकदम राम्रो लाग्छ। अहिले मान्छे कोही नभएर हो, यहाँ खासै बोटोर पनि हुँदैनन्, केही हुँदैन, एकान्तकै आनन्द लाग्दो ठाउँ छ। आज हल्का पानी परेको थियो, पानी परेको कारणले यहाँ यसो अलिअलि यहाँ हल्का पानी पनि जमेछ। तर त्यहाँ माथि डाँडोबाट साह्रै राम्रो देखिन्छ भिडियो। म अर्को भिडियोमा राम्रो पाउने छु। यो चाहिँ मेरो फर्स्ट भयो, यो मेरो फर्स्ट भ्लग भयो। फर्स्टमा त त्यही त हो, त्यो खासै मिसो हुँदैन नि त, के गर्ने कसो गर्ने। प्रतिक्रिया आयो भने यसो गर्नु उसो गर्नु भनेर कमेन्टमा प्रतिक्रिया आयो भने थाहा हुन्छ कि तैँले के गर्नुपर्ने रहेछ भन्ने कुरा है त। अहिलेलाई यति नै, बाई।